हजुर नमस्कार सम्पूर्णमा म लक्ष्मी पौडेल घिमिरे छैन महिना 3 मुर्गिया रूपन्देही नेपालबाट आजको यस समयमा म चाहिँ एउटा भावना प्रस्तुत गर्दैछु। कृपया सुनेर साथ दिनुहोला र जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया जनाउनु भएदेखि आगामी दिनमा मैले गर्ने मेरो सृजनामा केही परिमार्जित गर्न सक्छु भन्ने शुभभावका साथ सुरुवात गर्दैछु। आफ्नै मनभित्रको तरङ्ग शीर्षक रहेको छ म। ऊ तिनी भन्दा भिन्न छ म। ऊ तिनी भन्दा भिन्न छु म फरक छु किनकि ऊ उनी भन्दा उत्कृष्ट हुन चाहन्छु। ऊ उनी भन्दा फरक छु किनकि उत्कृष्ट हुन चाहन्छु। तिमीले उनीले तिनीलाई जसरी तिमीले उनीले तिमीलाई पछ्याइरहन्छन् नि, मसँग आऊ आऊ भनी म जाँदिनँ किनकि म भिन्न छु, म फरक छु, म एक्लै हुन चाहन्छु र कसैसँग विलिन पनि हुन चाहदिनँ किनकि म उत्कृष्ट छु, म भिन्न छु। तिमीलाई म प्यारो लाग्छ तर मलाई तिमी प्यारो लाग्दैन। तिमीलाई म प्यारो लाग्छ तर मलाई तिमी प्यारो लाग्दैन। त्यसैले त म तिमीसँग मिलन हुन चाहदिनँ। त्यसैले त म तिमीसँग मिलन हुन चाहदिनँ। म छुट्टै एक्लै बस्न चाहन्छु किनकि म भिन्न छु, म उत्कृष्ट हुन चाहन्छु। किनकि म भिन्न छु, म उत्कृष्ट हुन चाहन्छु। मलाई तिमीले मिसाउन खोज्दा कतै झरनाको छङछङ गर्ने पानी अनि खोला नदी नालाको पानी जसरी समुद्रमा मिसिँदै जाँदा कतै कतै धमिलो पर्न जान्छ, त्यसैले म धमिलो हुन चाहदिनँ र मिलन हुन पनि चाहदिनँ। म छुट्टै छु, बेग्लै छु, म उत्कृष्ट छु। म छुट्टै छु, बेग्लै छु, उत्कृष्ट छु। त्यसैले म कसैसँग मिलन हुन चाहदिनँ। म एक्लै रम्न चाहन्छु। तिमी आफूसँग रमाऊ या नरमाऊ, तिमी आफूसँग रमाऊ या नरमाऊ, उनी रमाए जस्तै रमाउन खोज या नखोज, म आफैसँग रमाउँछु किनकि म तिमीसँग मिलन हुन चाहदिनँ। किनकि म तिमीसँग मिलन हुन चाहदिनँ। म उत्कृष्ट छु, म भिन्न छु, म छुट्टै छु। मलाई तिमीले खोजिरहन्छौ हरपल, मलाई तिमीले खोजिरहन्छौ हरपल, तिमीमा नै मिलन बनाउन खोज्छौ। म तिमीसँग मिलन हुन खोज्दिनँ किनकि